फेरि पनि यसरी हिजरा भ्लगमा तपाईहरुलाई स्वागत छ। अनि आज चाहिँ म गोर्खाहाट जानु आँटेको मेरो साथी सेल्फी खिचेको खासमा चाहिँ भिडियो बनाएको मेरो साथीले चाहिँ सेल्फी खिचेको भनेर हामी चाहिँ आज गोर्खाहाट गएको हो। अन्त गोर्खाहाट चाहिँ मेरो फर्स्ट हो। अब गोर्खाहाट हन्टिङ हुन्छ, त्यहाँ गएर चाहिँ के पाउँछ खाने हो, इन्जोय गर्ने हो। अनि म तपाईहरुलाई रिभ्यू दिन्छु, तपाईहरु पनि गएर इन्जोय गर्नु होला। सबैजनाको रिभ्यू सबैजनाले भन्दै गरेको सुन्दाखेरि चाहिँ राम्रो छ अरे, अथेन्टिक खानेकुराहरू पाउँछ अरे भनेर हेरौँ। लेट्स सी गाइस, अब केही मिनटमा हामी गोर्खाहाट पुगि नै हाल्दैछौँ। अनि हामी तपाईहरुलाई गोर्खाहाट सायद हामी चाहिँ फर्स्ट कस्टमर होला आजको गोर्खाहाटको। भर्खर त टाङ्दैछ नि त। अर्ग्यानिक खानेकुराहरू रहेछ सबै। दोकान लगाउनुको लागि रेडी है। म त हेर्नु के ए हो सिस्नु रहेछ। गई मै चाहिँ यसरी रहेछ यहाँनिर। हामी चाहिँ फर्स्ट कस्टमर आजको फर्स्ट हो नि हौ, फर्स्ट भिजिटर हो। उखुवा रोटी पोल्दा नै कहाँनिर यो हो लाफिङ। म चाहिँ कहिले पनि खाएको छैन नि लाफिङ चाहिँ। आलुदम लाफिङ जिन्दगीमा पहले बार लाफिङ खाने के लिए आया हूँ मैं चाहिँ हो। अस्ति लाफिङ सकिहाल्यो थियो ए अस्ति आउँदा चाहिँ लाफिङ सकेको थियो। यो प्योर भेज। यहाँ अब हाम्रो लाफिङ बनिँदैछ। साँच्चै मैले चाहिँ जिन्दगीमा लाफिङ खाएको छुइनँ त। जानु आउने झमेला है। त्यो चाहिँ नुडल्स रहेछ, आटा नुडल्स। यो चाहिँ म लगेर जान्छु, ट्राई गर्छु घरमा, किनभने मेरो आमाले चाहिँ आटा मात्रै खानुहुन्छ। चियर्स। दामी यो चाहिँ मेरो फर्स्ट ट्राई हो। यो के अरे फम्बी अरे होइन ऊ त्यो लाफिङ दामी। अगाडि फ्याक्रे खाइहाल्यो चाहिँ फ्याक्रे त मुखै फिगा त होइन हौ। लाफिङ अघि खाएको चाहिँ लाफिङ, म चाहिँ कन्फ्युज भएछु। लाफिङ चाहिँ मैले ट्राई गरेको थिएँ लास्ट इयरै। लाफिङ चाहिँ मलाई मन परेको थियो। फम्बी चाहिँ मेरो फर्स्ट हो। यो चाहिँ फम्बी रहेछ। अब यो चाहिँ खाइन्छ। लाफिङ खान्छ देखा त एउटा राम्रो मिठो छ। हर्षितले फोन उठायो अरे कि माइजूको अरू आन्टीले भनेको तपाईँको फोन लिएर। फर्स्ट टाइम खाएको होइन, फर्स्ट टाइम खानेलाई त त्यस्तो टेस्ट आउँदैन हो। खाँदै गएपछि चाहिँ पुरा उत्यो लाग्छ, तल लाग्छ पछि चाहिँ। त्यस्तो उयो लागेन क्या। फर्स्ट टाइम खानेलाई त त्यस्तो टेस्टै त आउँदैन।
त्यसै थाहा पाएँ खाएको म चाहिँ अब आज पुरा कहाँ पाउ हुन्छ एकदम कसले भनेको दामी बिस्तारै खा न त्यो खानु नपाउँछ त खाएको तेरै हो त सबै बिस्तारै खा बिस्तारै खा अन्त तैँले खाइदिन्छस् कि भनेर डर लाग्यो नि त्यही भएर खाएको जस्तो ज्यान पनि छ नि त अन्त नि आज खाने बेलामा घरबाट बाहिर निकाल्छ दुधै भयो नि त्यसो भने त मोटो भयो नि साह्रो ठिकै छ यसले अब के गर्नु अब खान्छु नै भने अब यसले यत्रो हो ल खा भनेको मलाई नि दिएन यहाँ 2 सकेर बसेको छ सबैले आफ्नो आफ्नो स्टल हाल्दैछ अहिले चाहिँ यहाँ मोमो रहेछ त सुरु भएको छैन कालिम्पोङको सेकुवा रहेछ यो छ प्योर भेजिटेरियन म छु फेरि सब्जी खायो भने वाचिपाको लागि चाहिँ कुखुरा चाहिँ जिउँदै डुलिरहेको छ यो छ होइन प्योर भेजिटेरियन हो मासु देख्यो भने बौलिने म चाहिँ फेरि सब्जी देख्यो भने बौलिने क्या प्योर मांसाहारी ठिकै चाहिँ छैन भने नखाऊँ नेक्स्ट टाइम आउँछु म मासु पहिला बोल्दैछ कोदोको मोमोको स्टल हामी त्यही बिहानै आएर अन्त त्यो त बिजोक भयो जुन छैन रहेछ ल यहाँ चाहिँ लस्सी हौ त्यसले कहिले लोले चियर्स